कम्प्लिट गर्छ होला सायद अब लगाएछ पो सायद यही साल कम्प्लिट अर्को सालतिर कम्प्लिट गर्छ होला त्यसै भाउजूलाई मात्रै थाहा छ दाजुलाई थाहा छैन हो अब म जाँदैछु एज अ सरप्राइज भिजिट हो मेरो क्यानाडा अनि भाउजू नोज अबाउट इट This is not. एक्लै आएको Oh my goodness. घटेल चुरी मार्न फेमसी कहिले काहीँ यस्तो पनि गर्नुपर्छ क्या सरप्राइज भाउजू Surprise! I'm not surprised. थ्याङ्क यू भाउजू हेलो गुड आफ्टरनुन म E3 ब्लगमा तपाईँहरूलाई स्वागत गर्न चाहन्छु र आज चाहिँ विशेष गरी सडनली प्लानिङ चाहिँ होइन अनप्लान किनभने भोलि अलिकति ठिकै छुट्टी भएको कारणले गर्दा चाहिँ म पास्टर पिटर दाजुलाई भेट्नको लागि अस्ति नै जानुपर्ने हो तर अब मेरो त्यस्तै व्यस्तता भएको कारणले गर्दा जानु पाइनँ र आज चाहिँ क्यानाडा गइरहेको छु होइन यहाँबाट क्यानाडा चाहिँ मेरो बोर्डर जस्तै हो त्यस्तो बोर्डर त होइन तर पनि 3 घन्टा 3.5 घन्टा त लागिहाल्छ अनि विन्सर क्यानाडा गइरहेको छु एक्लै है आज मसँग बच्चाहरू पनि छैन यस्तो पनि छैन सधैँ चाहिँ परिवारसँग पनि जान्थेँ तर आज चाहिँ नानीहरूलाई पनि एकदमै रुवाइकन धेरै रोयो होइन इथेन धेरै रोयो अब एक समय यसो सोचेँ लैजाउँ कि इथेनलाई चाहिँ जस्तो चाहिँ लाग्यो होइन साथी तर उनीहरू दाजुभाइ कहिल्यै छुटेको छैन अनि नछुटेको कारणले गर्दा चाहिँ मलाई लानु त्यति उचित लागेन अनि यस्तरले पनि भन्यो नलानु भनेर अनि म मात्रै गइरहेको छु विशेष गरी अनि पास्टर पिटर दाजुलाई पनि थाहा छैन म आउँदैछु भनेर सरप्राइज हो उहाँको लागि किनभने मलाई थाहा नदिइकन चाहिँ म यात्रा गरिरहेको छु मित्रहरू भाउजूलाई मात्रै थाहा छ म आउँदैछु भनेर तर पिटर दाजुलाई चाहिँ छैन है आज सायद उहाँलाई सरप्राइज त हुन्छ होला जस्तो लागेको छ स्टे ट्युन यो E3 ब्लगलाई तपाईँले अन्तिमसम्म हेरेर साथ दिनुहुन पनि म विनम्र अनुरोध गर्दै आजको यो बाटोहरू म बिचबिचमा देखाउने नै छु म यहाँबाट अब एकदमै नन स्टप गएँ भने चाहिँ म लगभग 7-11 तिर पुग्छु PM होइन तर अब बिसाउनु त पर्छ अब बाथरुम जाँदा ओर्दा यताउति गर्दा 8 चाहिँ बज्छ होला जस्तो लागेको छ हस् त थ्याङ्क यू सो मच हेलो साथीहरू अहिले गइरहेको छु लगभग अब 1 घन्टा 24 मिनटमा म क्यानाडा पनि पुगिहाल्छु अहिले चाहिँ अब डिट्रोइटतिर डिट्रोइटको एक्जिट गर्दैछु सायद मैले ओहायोको बाटो छोडेको जस्तो छ अब 1 घन्टा 23-24 मिनटमा क्यानाडा ठक्कै पुगिन्छ तर त्योभन्दा अगाडि चाहिँ सायद एकछिन बाथरुम निस्किनुपर्छ होला जस्तो लागेको छ एजी पास म टोलवे हिँडिरहेको थिएँ अनि अब टोलवेको बाटो चाहिँ तपाईँको देख्नुहुन्छ यहाँनिर अब यहाँबाट चाहिँ सट्टै जान्छ है मित्रहरू यो चाहिँ अब डिट्रोइट हो डिट्रोइटको बाटो लाग्यो टोलवे मैले छोडिसकेँ अब वेलकम टु मेक्सिको भनेर आएँ
हेलो मित्रहरू, अहिले चाहिँ म बोर्डरमा अब आइपुगेँ भन्दा हुन्छ होइन, क्लोज टु बोर्डरमै भन्दा हुन्छ। डिट्रोइट आइपुगिसकेँ। अब यहाँबाट पैसा तिर्ने, त्यहाँदेखि क्यानाडा छिर्ने है मित्रहरू। यो पुलमा हिँड्नुको लागि चाहिँ पहिला पैसा तिर्नुपर्छ अनि मात्रै हिँड्न पाइन्छ हो। यो पुल अब चाहिँ हामी पुलमा गइरहेको अवस्था। अनि अर्को पुल पनि यहाँ रेडी छ, बनिरहेको छ हो। अहिले चाहिँ ठक्कै बाटो आज जस खाली रहेछ, नभए यहाँनिर यस्तो धेरै हुन्छ कि गाडी यस्तो धेरै हुन्छ तपाईँको। यो एम्बेसडर ब्रिजमा यस्तो धेरै हुन्छ। अर्को पुल चाहिँ तल बनिरहेको छ, कम्प्लिट गर्छ होला सायद। अब लगाएछ सायद यही साल अर्को सालतिर कम्प्लिट गर्छ होला। यता डिट्रोइट रिभर छ हो, यस्तो छ। तल खोला, यहाँदेखि उता चाहिँ क्यानाडा भयो। खोला काटिसकेँ म, त्यो चाहिँ क्यानाडा भयो। क्यानाडा अब कस्टममा एकछिन बस्नुपर्ने अवस्था हुन्छ हो। कस्टममा आउन आँट्यो मित्रहरू। म अहिले कस्टममा आइपुगिसकेँ। अनि यहाँ चाहिँ एकदमै धेरै भिड रहेछ आज। अनि तपाईँलाई भन्नै पर्दाखेरि धेरै भिड आज। थुप्रो ट्रकहरू सायद भोलिदेखि अब विकेन्ड भएको कारणले गर्दा लाइन छ हो, धेरै लाइन छ। बस गाडीहरू धेरै छ हो, यता ट्रकहरू छ मित्रहरू। ठ्याक्कै म कस्टमबाट चाहिँ निस्केर अब चाहिँ बाटो लागिरहेको छु। पिटर दाजुलाई थाहा छैन म आउँदैछु भनेर, र भाउजूलाई मात्रै थाहा छ। सरप्राइज, बुढा कतिको सरप्राइज हुने हो थाहा छैन होइन। जस क्यानाडा छिरिसकेँ भनौँ न, क्यानाडा छिरिसकेँ। अब केही समयको बादमा उहाँको ठाउँमा पनि पुग्ने नै छु। यो चाहिँ क्यानाडा हो। क्यानाडा उस्तै छ, युएस र क्यानाडा त उस्तै हो, सबै कुरा उस्तै छ। अब 18 मिनटमा पुगी पनि हाल्छु। अब चाहिँ यहाँ चाहिँ मैले माइल्स होइन किलोमिटर कुदाउनु पर्ने हुन्छ हो। बडो होसियारले कुदाउनुपर्छ, नभए टिकट पाइहालिन्छ मित्रहरू। अब म 1 मिनटमा फर्स्ट पिटर दाजुको घरतिर पुगी पनि हाल्छु हो। 1 मिनटमै भनेपछि आइ पनि हालेँ उहाँहरूको ठाउँ। दाजुलाई थाहा छैन, सायद बिग सरप्राइज हुनुहुन्छ होला। यो घरदेखि त्यो पल्लो घर है, पल्लो घर हो। दाजु सायद घरमै होला हो जस्तो चाहिँ लागेको छ। दाजु घरै भाउजूले सायद मेरो गाडी राख्नुको लागि भाउजूलाई मात्रै थाहा छ हो, दाजुलाई थाहा छैन हो। आइपुगिहाल्यो, थाहा छैन हो। भाउजूलाई मात्रै थाहा छ, दाजुलाई थाहा छैन हो। अब म जाँदैछु। एज अ सरप्राइज भिजिट हो मेरो क्यानाडा। अलि भाउजू नोज एबाउट इट। This is salt. एक्लै आएको? एक्लै आएको? Oh my goodness. घटेल चुरी पार्न फेमसी। कहिले काहीँ यस्तो पनि गर्नुपर्छ क्या। थ्याङ्क यू भाउजू, तपाईँ चाहिँ नि गुड हो क्या।
भाउजू नो जे अबाउट इट आई एम जस्ट गन आजको सरप्राइज कस्तो लाग्यो त ल शब्दमै बयान यो सरप्राइज त अब यसलाई त कैद गर्नु पर्यो नि त के हुँदैछ भइरहेछ कस्तो लाग्यो आजको सरप्राइज बबाल लाग्यो नि शब्दमै वर्णन गर्न सकिन सके नि जयसी देखेको नि त कतिखेर हिँडेको म आज त फेरि काममा यस्तो बिजी भयो कि हजुर आम्मामा आज जस्तो जिन्दगीमा कहिले बिजी भएन त्यस्तो हो नि एउटा क्लाइन्टलाई 2.5 घन्टा मेरो 6 घन्टाको काम होइन अर्को क्लाइन्टलाई 2.5 घन्टा अनि खाना पनि आज त लन्च पनि 2:30 आउने बेला मात्रै गरेको भोकले ठुङ्गी भएर त्यो लेखेको देखिरहेको थिएँ रिप्लाई गर्नु भएको भयो जयमेसी चाहिँ गरेँ होइन आज गठेलाई नभनिकन जान्छु भनेर चाहिँ भाउजूलाई चाहिँ टक्क भनेर चाहिँ आएको होइन थाहा थिएन मलाई के भनेर के भाउजूले भन्नुहुन्न थाहा थियो ए आजको सरप्राइज चाहिँ गुड सरप्राइज हो थ्याङ्क यू हेर न म कामबाट आएर त्यतिकै लुगा पनि यस्तै ठिक छ मान्छे त लगाइरहेको छ बाजेलाई जयमेसी गर्नु पऱ्यो बाजे जयमेसी दाजुलाई पनि केही नभनिकन आएको नि त आज त जयमेसी बाजे जयमेसी केही नभनिकन मित्रहरू पास्टर पिटर दाजु भाउजूको घरमा आइपुगिसके दाजु चाहिँ सरप्राइज हो स्पेसली फङ्गुता बिचरा हाम्रो फङ्गुतालाई भेट्न आएको हो उसलाई नै भेट्न आएको यो भिजिट चाहिँ मेरो भाउजूलाई थ्याङ्क यू विशेष गरी भाउजूले दाजुलाई सक पारिदिनु भएको कतिको भोल्टेजको हान्नु कामबाट आउने बित्तिकै भात खान्थ्यो नि त होइन अनि आज म मासु पकाउँछु टाइम लाग्छ भनेर चटपटे दिएर भुल्लै गरिराखेको क्या नत्र त अघि नै केटीलाई लिन जानुपर्छ कान्छीलाई लिएर आउँछु ल त्यसो गर्नु भाउजू केही हुँदैन दाजुलाई राम्रो भोल्टेज आज पाउनु भयो म पनि छिटै 4 बजी समथिङ भयो त्यहाँ यसमा कस्टमर धेरै भयो नि त भिड थियो आज त अनि भिड नि हो म 7-11 मा आउँथेँ होइन चाहिएकै बेलामा आएछ मान्छे अब दुईजनाको एकछिन तल गर्नुपर्छ आज पर्ने सबै गर्नुपर्छ आज ल आज भोलि छ मेरो बाजे बिचरा बाजेलाई पनि भेट भयो मेरो हजुर सबै जातिमा छन् बाजे सबैजना अब बुहारी आउँथ्यो कि बाजे के गर्नु उहाँ पनि गाह्रो छ आमा र मालदालाई छोडेर हिँड्नुको लागि अहिले त धेरै रिक्सहरू हुन थाल्यो अनि त्यही भएर मलाई पठायो उसले थ्याङ्क यू अहिले चाहिँ दाजुभाइमा अब आइएको छ हो अब खाना यस्तो दामी जुटेको छ भाउजूले बिचरा के अब खाइन्छ है मित्रहरू ब्लग एडिटिङ गर्नु पाएको छुइनँ थुप्रिरहेको छ अलिअलि चाहिँ हो अब भात खाइ है भेरी गुड मर्निङ तपाईँहरू सबैजनालाई म E3 ब्लगमा स्वागत गर्न चाहन्छु मेरो अस्तिको शुक्रबारको आएँ क्यानाडामा हुन्छ अनि अहिले चाहिँ ब्याक टु होम हुँदैछु अनि आज चाहिँ विशेष गरी आइतबार सङ्गति पनि भ्याउनु पर्ने र परिवारलाई पनि लिएर जानुपर्ने भएको कारणले गर्दा पास्टर पिटर दाजुको घरबाट चाहिँ गइरहेको अवस्था छ मित्रहरू र यो E3 ब्लगलाई तपाईँले अन्तिमसम्म हेरेर साथ दिनु होला क्यामेरा फर्काउँ भइहाल्छ म पनि ढोको छैन म चाहिँ ल भाइलाई धेरै धेरै धन्यवाद धेरै कुरोहरू यहाँ कामहरू भयो विशेष गरी साउन्डकै कुरोहरू अलिअलि मिलाउनुको लागि गरेको थिएँ सो हि डिड हेल्प मी एन्ड आइ एम ग्रेटफुल हेभ ग्रेट एन्ड सेफ जर्नी थ्याङ्क यू तपाईँलाई पनि एक अतिथि सत्कारको लागि विशेष धन्यवाद दिन चाहन्छु थ्याङ्क यू मित्रहरू अहिले चाहिँ घर गएको अवस्था ठिकै म पार्किङबाट पनि निस्केँ र त्यहाँ बसिराख्नु भएको छ हो यस्तै चाहिँ मित्रहरू क्यानाडाको बसाइ
मित्रहरू स्पेसली हाम्रो पिटर दाजु भाउजू उहाँको परिवारहरूलाई बिना फ्यामिली अर्जुन ज्वाइँ सम्पूर्ण परिवारहरूलाई धन्यवाद दिन्छु तपाईँहरूको अतिथि सत्कारको लागि। अनि अहिले चाहिँ म ब्याक टु होम भइरहेको छु। यहाँबाट मलाई 3 घन्टाको यात्रा हो। म युएस र क्यानाडा धेरै टाढा छैन, म चाहिँ बोर्डरमै भएको कारणले गर्दाखेरि अलिक बोर्डर एरियामै भएको कारणले गर्दा त्यस्तो धेरै टाइम चाहिँ लाग्दैन जानको लागि। तर मेरो 2 दिनको बसाइ क्यानाडामा राम्रो भयो। हुन त अब धेरैजनासँग भेट्न त पाएन, चर्च फ्यामिलीहरूसँग पनि भेट्न त पाएन, तर पनि अब छोटो समयमा शुक्रबार आएँ होइन, बेलुकाखेरि आइपुगेँ। अनि अहिले आइतबार बिहान जाँदैछु। तर हिजोको टाइम चाहिँ मैले राम्रोसँगले बिताउन पाएँ र विशेष गरी थ्याङ्क यू सो मच। अहिले चाहिँ म क्यानाडामै छु। अब यहाँबाट केही समय पछाडि बोर्डरमा पनि आइपुगिहालिन्छ हो। त्यस्तै छ है मित्रहरू, स्टे ट्युन T3 ब्लग। एम्बेसडर ब्रिज मित्रहरू है। मित्रहरू अहिले पनि म हिँडिरहेको छु। अब 27 मिनटमा घर पुगी पनि हाल्छु। तर राम्रोसँगले आइरहेको छु। यहाँको बाटो पनि राम्रो छ किनभने टोलवे हिँडिरहेको छु, त्यस्तो जाम छैन हो। हेर्नुहोस् एकदम खुल्ला छ बाटो। हेलो मित्रहरू, म फाइनली आफ्नो घरमा आइपुगिसकेँ र म विशेष गरी प्रभुलाई पनि धन्यवाद दिन्छु। मेरो 2 दिनको ट्रिप राम्रो भयो। थ्याङ्क यू सो मच हाम्रो पास्टर हिरा दाजु परिवार, भाउजू बिना अनि हाम्रो अर्जुन चाहिँ सबैलाई धन्यवाद दिन्छु। नानीहरू पनि मलाई भेट्नुको लागि एक्साइटेड भएर आइरहेको छ। हस् त थ्याङ्क यू सो मच। आजको यो ब्लगलाई मैले अन्त गर्न चाहन्छु। त्योभन्दा अगाडि हाउ आर यु गाइस? You guys miss me so much. Oh my goodness. This guys miss me. Oh, कुकुरले नि मलाई मिस गरेछ। कुकुरले मिस गरेछ। नानीहरुको फुड होला। ल जानु जानु म निस्किनु त। You guys happy? Daddy is here. Oh, काले पनि भन्न थाल्यो मलाई मिस गरेको रहेछ उसले पनि। ल ल आऊ लिएर जाऊ त। How's the day? Yeah, day is good भयो। तिमीले मिस गरे मलाई। ल जाऊ म आइहाल्छु। घर आइपुगिसकेँ अनि मलाई कालेबले नि मिस गरेको रहेछ यसले पनि। अनि हाम्रो कालेबले मलाई धेरै मिस गरेछ। कालेब हाउ आर यु? यो ओके? मेरो कालेबले मिस गरेछ मलाई। गुड छ? गुड मिस गर्यो। मिस गरेछ। ल खाजा खा ल। बाई कालेब। आफ्नो घर आइपुग्यो है, आफ्नो घर आइपुग्यो। थ्याङ्क यू सो मच। आजको ब्लगलाई यिनै म अन्त गर्न चाहन्छु। मेरो 2 दिनको ट्रिपलाई यिनै अन्त गर्छु। स्टे ट्युन T3 ब्लग। फेरि पनि हामी अर्को भिडियोमा भेट्नेछौँ। तबसम्मको लागि बिदा दिनु होला। हस् त थ्याङ्क यू। Bye. We are so excited. Woo! Okay.